हेलो गाइस व्हाट्स अप वेलकम टु माई न्यू ब्लग आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु अनि हामीसँग हुनुहुन्छ एकदमै भाइ र बोय हाम्रो बाबु है अनि के छ हाल खबर तपाईँहरूको यार त्यत्तिकै हिँडेको छ होइन गणेश बस्ती अस्नेको बजारमा यो फिल्म गरौँ चाहिँ क्राउड अनि यताको वेदर चाहिँ यस्तो छ होइन अनि हामी चाहिँ त्यहाँ कसैले बोलाउनु भएको थियो त्यही भएर अनि अब चाहिँ हामी जाँदैछौँ यत्तिकै न्यू भ्लग चाहिँ सुट केटाहरू त्यही हो अनि अब हामी अब त्यस्तो कन्टिन्युस भ्लग त आएको छैन त्यही पनि अब हामीले हल्का दिन खोजिरहेछु होइन त्यही पनि अब यसो हेरिदिनु होला कहिले कस्तो अनि गाइज हामीले चाहिँ मासु चाहिँ फाइनल लिएर आइसकेका छौँ यहाँ देख्न सक्नुहुन्छ होइन अनि यहाँ चाहिँ मकै फलिरहेको रहेछ वाट अ लभली वेदर केटाहरू एकदमै राम्रो छ यहाँको वेदर चाहिँ अनि भाइले चाहिँ मासु छोप्दैछन् अनि उता चाहिँ आँप त कडा रहेछ उता फेरि अलिक देखिएन होला होइन यहाँ पनि लभली रहेछ केटाहरू यहाँको वेदर चाहिँ एकदम बगाएको छ आजको चाहिँ चिसो मौसम त्यस्तो गर्नु त छैन तर पसिना आयो होला मेरो होइन ओहो हाम्रो नवीन भाइ के छ हाल खबर अनि यहाँ चाहिँ क्युट नानी देख्न सक्नुहुन्छ हाम्रो नवीन भाइको बहिनी हो कि भाइ हो कति नाम हो ल हाई गर भ्लगमा ल ल नवीन भाइ चाहिँ एकदम बवाल फ्री फायर खेल्छन् होइन उहाँको च्यानल पनि चेकआउट गर्न सक्नुहुन्छ के छ नवीन एफएफ छ क्या हो छैन के छ हो अनि हामीसँग चाहिँ भर्खरै नवीन भाइ पनि भेटिए ल भाइ फेरि नाइस टु मिट यु फेरि पनि खेल्नुपर्छ ल ल फेरि एकचोटि हाई गर्नु नानी ल बाबु हाई गर फेरि भेटौँ है भाइ ल अनि त्यही हो यस्तै छ यहाँको खेतहरू घरहरू देख्न सक्नुहुन्छ एकदम रमाइलो वातावरण छ यहाँ चाहिँ होइन अनि हाम्रो अब भ्लग त्यस्तो रेगुलर त आउन अघि नै भन्दा तर हामीले टाइमै पाउन अब यो बाबु स्कुल हुन्छ म घरमा अब बिजी हुन्छु केही कामको लागि चाहिँ अनि त्यही भएर चाहिँ भ्लग चाहिँ त्यस्तो राम्रोसँग आउँदैन तर म दिनदिनै निकाल्ने प्रयास गर्छु धेरै जस्तो आइतबार बिहीबार शनिबार आउन सक्छ तर त्यस्तो छिटो चाहिँ आउँदैन अनि त्यही हो केटाहरू के हुनु के भयो के अनि हजुर दुईवटा भाइहरू छन् हाम्रो लभली भाइहरू हेलो भाइ हाई गर भ्लगमा ल हाई गर भ्लग हेलो के छ हाल खबर कतिमा पढ्छौ तिमी 1मा पढ्छौ के हो तिम्रो नाम ल आरिफ भाइलाई हामी भेटाइसकेको छौँ ल दुईजना भाइले भेटायौँ हामीले चाहिँ है लभली भाइहरू ल तिम्रो च्यानल त छैन नि युट्युबमा ल ठिक छ फेरि भेटौँ ल अनि केटाहरू त्यस्तै छ अरू त के हुनु यत्तिकै अब गाउँमा हाम्रो गाउँ जस्तो वातावरण छ आँखा नमैली पनि रहेछ अगाडि है अनि यहाँ चाहिँ अहिले लिचीको अनि आँपको अनि म्याङ्गोको सबैको छ अहिले सिजन चाहिँ आँपको र म्याङ्गोको दुइटैको अनि यो चाहिँ बोर्डिङ हो यहाँको हाम्रो गणेश बस्तीको अनि यस्तो छ यहाँको वेदर चाहिँ हे नि हो र तर सर्प एनाकोन्डा भयो भने चाहिँ के गर्ने फेरि हामी यहाँको बोर्डिङको अवस्था चाहिँ यस्तो रहेछ है भर्खर फोरो भएको रहेछ अनि के गर्नु यस्तै छ हाल खबर हाम्रो के छ र उता चाहिँ ग्राउन्ड हो हाम्रो है उता चाहिँ ग्राउन्ड हो उता चाहिँ हामी बाटोमा छौँ अनि के भनौँ गाई अरू त यस्तै हो
नो क्याप नो भ्लग टाइप सिट भइरहेछ हाम्रो चाहिँ केटाहरू है। अब के गर्नु त, अब भ्लग बनाउनु त मन लाग्छ होइन, तर भ्लग बनाउनुको लागि समय भएन अनि कन्टेन्ट भएन। अब कन्टेन्ट के बनाउने, यत्तिकै मासु लिन, आज मासु लिने काम परेर मात्र हो मैले भनेको नभए कामै हुन्न मेरो यार यत्तिकै। अब भ्लग त बनाउनु मन लाग्छ नि, तर के गर्नु अब कन्टेन्टै हुन्न। कन्टेन्ट हुनु पऱ्यो नि त भ्लग बनाउनुको लागि, हो कि भन त। त्यही च्यालेन्ज भिडियोहरू चाहिँ अब म हेरौँ अब, तर अब सोचमा हो, तर बनाउँछु कि नै त्यो थाहा भएन होइन, तर हेरौँ अब। ओहो हाम्रो मिलन दाजु, यहाँ हाम्रो मिलन दाजु। अनि त्यही हो, यस्तै छ केटाहरू। अनि फाइनल गाइज हामी चाहिँ घर आइसकेका छौँ। यु फिल मी व्हाट आइम सेइङ। हुन्छ मासु लिएर घर आइसकेका छौँ। अब चाहिँ पकाएर खानुपर्ने हो होइन, आर्यन ब्रो यु फिल मी। अनि त्यहाँबाट चाहिँ हामी मासु लिएर आइसकेका छौँ ल। अनि केटाहरू आज चाहिँ भिडियो त्यस्तो भएन, फेरि हामीले भेटौँला भिडियोमा। त्यसैले आजको लागि चाहिँ म बिदा हुन चाहन्छु। फेरि पनि नयाँ नयाँ भिडियोहरू हामीले चाहिँ लिएर आउन सक्छौँ होइन। त्यही भएर चाहिँ सबैजनाले चाहिँ मेरो च्यानल अनरेडेड अनुप सेन्चुरीले चाहिँ सबैजनाले सब्सक्राइब गरेर राख्नु होला। छिटै नै आउँछ मेरो भिडियो अनुप सेन्चुरी ब्लगमा। हस्त जय नेपाल भन्दिनँ म। Let's end this video. Type shit. Peace.